कुनै पनि मानिस पूर्ण रूपमा नकारात्मक हुँदैन। जतिसुकै खराब सोच विचार राख्ने मानिस भए पनि कुनै न कुनै अवस्थामा शुभ विचार शुभ भाव उसको हृदयमा आउँछ र जतिसुकै राम्रो विचार गर्ने मानिस भए पनि कुनै कुनै अवस्थामा नराम्रा भाव विचारहरू पनि आउँछ। त्यसैले भनिन्छ स्वर्गमा गएको मानिस फेरि फिर्ता आउनुपर्छ, वैकुण्ठमा जाऊ, जहाँ गएपछि कहिल्यै फिर्ता आउनु पर्दैन। तर स्वर्ग गएको चाहिँ आफ्नो पुण्य कर्मको प्रभाव सकियो फेरि नरकमा आउनुपर्छ भन्ने भनाइ छ। यो भनाइमा सत्यता छ। निर्विचार अवस्थामा गएपछि फेरि नकारात्मक विचारमा आउनु पर्दैन। आयो भने पनि होसमा रहन्छ, आफ्नो हिसाबले आउँछ। जहाँ नकारात्मकतालाई प्रयोग गर्नु पर्यो भने मात्रै जानिकन होसपूर्वक प्रयोग गर्छ, होइन भने अनायास थाहै नपाइकन नराम्रा विचारहरू मनमा आउँदैनन्। जसले आफ्नो प्रयासबाट सकारात्मक विचार बनाएको छ, कहिलेकाहीँ नकारात्मक विचारहरू थाहै नपाइकन आइहाल्छन्। मलाई यस्तो भाव विचार नआओस् भने अब आइ नै हाल्छ।